मेरो नयाँ भिडियोमा सबैलाई स्वागत छ। यहाँ आज चाहिँ म मेलामा आइसकेको छु। यहाँ रमाइलो भइरहेको छ यहाँ मेलामा। ए भाइ भैया चाहिँ चढ्नलाई टिकट काट्नु पर्दो रहेछ होइन। त्यो जति जो चढ्नुपर्छ त्यसलाई टिकट काट्नु पर्दो रहेछ। 100 रुपियाँ रहेछ। यसमा मैले चढेको छैन। म अब यसमा पनि चढ्ने छु गाइज होइन। जो यहाँ घुमिरह यसमा म चढ्नेवाला छु। बस मैले यहाँलाई चढिसकेको छु। 100 रुपियाँ भाडा रहेछ होइन। 100 रुपियाँ टिकट लागेर मैले गरेको हो। बस यता रमाइलो छ। आइपुग्यो बिहा साथ खुसी लाग्यो। सबै मान्छेले मतिर हेरिरहेको गाइज लाज लागिरहेको क्या। म चाहिँ अब यो चढ्न जानेछु है गाइज। यसको टिकट कति रहेछ? देख्न सक्नुहुन्छ मैले टिकट पनि ल्याइसकेको छु। अब मलाई यता चढ्न जानेवाला छु। यताबाट जानुपर्ने अब म उताबाट भाइ ठिक है? अच्छा ini malamnya guys no I saw itu guys dengan kami kawan oh my god lagi dengan sanjung मान्छे कति बसिसकेका छन् यसैका मान्छे अहिले देखेका छैनन् हैन हैन यसै 3-4 जना बसेछन् यता अगाडि बसेछन् मान्छे आउने क्रम जारी छ गाइस Wah, itu motor lagi nih. म त मर्न लागिसके गाइस मर्न लागिसके गाह्रो अहिले रोटाइलो अब रोक्न लागिसक्यो सोलो सोलो भइसकेको छ गाइस ओ माय गॉड युट्युब च्यानल है ओ माय गॉड अब खेलेर पनि आइसक्यो गाइस मेरा नया चैनल है इतना ज्यादा वीडियो नहीं सब्सक्राइब भी नहीं नया चैनल है देखने सकते हैं गाइस सब्सक्राइब भी कर पाएगा है ना भाई भाई जस्ट खुशी लाग्यो ठीक है भाई बहुत बहुत शुक्रिया थैंक यू डॉक्टर ये चढ़ेर आज होइन ना यति रिजल्ट आयो डर लागेको होइन पुरै डर लागेको चढेर रिजल्ट आएर म त घुम्न लागिरहे अनि मैले यता चाहिँ आज दुईटा चढे होइन चढेको दुईटा होइन यो रमाइलो छ मान्छे पनि थोरै मान्छे छन् होइन अब माथिबाट त मैले राम्रोसित देखाउन पाइनँ पुरै डर लागेर होइन पुरै हातलाई काटिरहेको आफूलाई केही पनि बोलाउन सकिनँ देख्न सक्नुहुन्छ गाइस जस्ट खुसी लागेको छ यार यो चढेर म त रिजल्ट आइहाल्यो यार यो चढेर कसम यार त्यो दुईटै चढ्यो होइन पुरै रिजल्ट आएर म त गर्न लागिसक्यो अब के चढ्ने हो त्यो चढ्ने हो अब यो चढ्यो भने त पुरै रिजल्ट आउँछ यार म त चढ्न सक्दिनँ पुरै बमेटोला जस्तो भइसक्यो यार के गर्ने पुरै सबैले मतिर हेरेर हाँसिराख्ने गाह्रो छ यार अब के गर्ने राम्रो राम्रो केटीहरू छन् होइन राम्रो राम्रो केटीहरू छन् अब राम्रो राम्रो केटीहरूलाई अब परस गर्नु पनि भएन होइन कसले मार खाइन्छ यो नाइट भ्यू है देख्न सक्नुहुन्छ नाइट भ्यू यति पुरै खुसी छ बाहिर बाहिरसम्म पनि जान्छु ठिक है भाइ ठिक है यस मान्छेहरू ठिकै छन् कि यताको मान्छेहरू यस खुसी लागिरहेको यस यता मिल्न पाउँदा होइन ओ माई गॉड पुरै हाँसिरहन् पुरै नाइट भ्यू होइन ठिकै भाइ नाम क्या नाम नाचो नाचो डान्स गरौ डान्स
भाइ नाच्दा होइन पुरा डान्स हान्दै यस मेरो भाइ सबै आएर मेरो अनुहारतिर हेरिराख्ने के भइरहेको के हुँदैछ गाइज यहाँ यता आज चाहिँ मलाई धेरै खुसी लागेको कुरा के हो भन्दाखेरिमा होइन यहाँ चाहिँ बाहिरबाट भित्र आउँदाखेरि कुनै पनि टिकट लाग्ने रहेनछ होइन यदि हाम्रो नेपालमा पनि यस्तै भएको भइदिएको भयो होइन सबैले चाहिँ सबै आउँथ्यो होला धेरै खुसी खुसी पनि हुन्थ्यो होला रमाइलो पनि हुन्थ्यो होला है अब यहाँको चाहिँ मलाई सिस्टम चाहिँ मन पऱ्यो क्या बाहिरबाट आउँदाखेरि चाहिँ टिकट चाहिँ केही पनि लाग्ने रहेनछ ठाउँबाट भित्र आउनु दिने रहेछ तर यहाँ आएपछि यो चढ्यो अब चढेको मात्रै पैसा लाग्ने रहेछ यतायति घुम्यो अब त्यो किन्यो भने चाहिँ हुने रहेछ नत्र चाहिँ त्यस्तो केही लाग्ने रहेछ ग्यास देख्न सकिन्छ म्याच आज जस कस्तो खुसी लागिरहेको नयाँ 2 महीना एक महीना आपका घर इधर ही है आपका घर इधर ही है यार इधर ही यस शस्त्र दोहोरा बियो है जो आ रहे आप इधर से है डीओ एच ओ आर ए ऊपर ओके थैंक यू भाई थैंक यू भाई बहुत बहुत शुक्रिया बहुत बहुत शुक्रिया सभी लोग का थैंक यू है गाइस देखते रहो जस्ट अब सब्सक्राइब गर्न आएको जस्तो भयो पुरै फ्यान भइसकेका छन् मैले गर्न देखेको होइन नो माई गड नाइट ड्युटीमा आएर होइन जस्ट 3-4 जनाले चाहिँ सब्सक्राइब मागे होइन म त यति खुसी लाग्यो कि होइन मैले यस्तो सोचेको पनि थिएन अब के भन्ने अब भन्ने चाहिँ शब्द नै छैन जस्ट खुसी लागिरहेको छ गाइज देख्न सक्नुहुन्छ गाइज यता मान्छेको भिडभाड पनि कति धेरै छ यहाँ यो पढ्नु पाएको भए कस्तो खुसी हुन्थ्यो मैले चढी पनि सकेको छु गाइज देख्न सक्नुहुन्छ चढेको थियो होइन पुरै यो मैले सेकेन्ड टाइम हो होइन मैले चढेको मलाई लाग्दै डर लाग्यो मैले चढेको फर्स्ट टाइम हो होइन यहाँ पुरै साउन्ड छ मैले त्यो पनि आवाज पनि सुन्न पाएको छैन होइन यता आवाजै सुन्न पाएको छैन अब के गर्ने यस्तो छ पुरै मान्छे गाइरहेको पुरै माथि बम्बई दुई चढ्यो अब 200 गइहाल्यो अब त अब गाह्रो हुन्छ नि त त्यो बच्चा बच्चीको लागि आवाज सुनेको छैन यार गाई मैले यो चढेको होइन यो चढेको पुरै म त डर लागेर एउटा आएर भन्न लागिसक्यो गाई गाह्रो त गाह्रो
कस्तो लाग्यो गाइस प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला, कमेन्ट गर्न चाहिँ नभुल्नु होला गाइस। सबै अब बाहिरतिर जाने कोसिसमा छन् होइन। अब म पनि फाइनल्ली बाहिर जानेवाला छु होइन। अब म पनि घर जानु पर्यो, अब अहिले ड्युटीमा जानु छ, अब खाना बनाएर खानु छ होइन। यहाँ देख्न सक्नुहुन्छ अब म बाहिरको भ्यू देखाउने कोसिस गर्नेछु गाइस। तपाईँहरूलाई कस्तो लाग्यो आजको भ्लग, तपाईँले चाहिँ इन्जोय गर्न सक्नुहुन्छ गाइस। म चाहिँ होइन, मैले त फुल्ली इन्जोय गरिसकेको छु। देख्न सक्नुहुन्छ यहाँ कस्तो मिचिरहेको हेर्न सक्नुहुन्छ उता। ओ माई गॉड, त्यति बेला लास्ट डर लाग्छ। म अब बाहिर आइसकेको छु फाइनल्ली यहाँ बाहिरको भ्यू पनि देखाउनेछु। सबैजना बाहिर रोडतिर गइसकेका छन् होइन। अब घरतिर जानेवाला छन् होइन सबै। म पनि अब घरतिर जान लागेको छु गाइस। ओ माई गॉड, त्यहाँनिर पुरै राम्रोसँग छोडेर आउनुहुन्छ यार, नआएका छन् सबै घरतिर हेरेर हाँसिरहन् यार गाइस। म बाहिर रोडमा आइसकेको छु होइन। अब रोडको भ्यू देखाउने छु। पुरै मान्छेको जामै जाम छ गाइस, हेर्न सक्नुहुन्छ मान्छे कति धेरै छन्। रोडको यताउति पनि सामान धेरै बिक्री गर्न राखेका छन् होइन। अब बिजनेस चाहिँ अब चलाउनै पर्यो। मैले भिडियो बनाउन लाग्यो, भ्लग लाग्यो। अब अरूले चाहिँ बिजनेस चलाउनै पर्यो गाइस, अब के गर्नु। म त एउटा चस्मा किनौँ कि जस्तो छ गाइस। अब हेर्न सक्नुहुन्छ राम्रो छुट्टीहरू पनि आइसकेको छन् होइन। मान्छेको भिडमा कति धेरै छ, मान्छे हेर न। ओ माई गॉड, भिडमा धेरै छ यार, यहाँ त म छिन्न सक्दैन त यार। देख्न सक्नुहुन्छ यहाँ मान्छे बाहिर रोडतिर कति धेरै मान्छेहरू छन् होइन। ओ माई गॉड, भाइले बजाइरहेछ जस्ट। ओ माई गॉड, क्या दामी देख्न सक्नुहुन्छ गाइस। ओ माई गॉड, मान्छे सबै गइसकेका छन् होइन। देख्न सक्नुहुन्छ यो गेट हो, यहाँबाट बाहिरभित्र आउने गर्छन् मान्छेहरू। यिनीहरू अब यहाँतिर यस्तो व्यवसायहरू पनि अब राखेन रोडतिर। पहिला यस्तो राखेको थिएनन् होइन, यस्तो राखेको थिएनन्। जब हिजो अस्तिबाट कहिलेबाट भएर रहेछ होइन, मैले चाहिँ हिजो थाहा पाएको। बस भाइ कैसे अच्छा बहुत शुक्रिया। सबै मान्छेको जाने क्रम जारी छ गाइस। देख्न सक्नुहुन्छ पुरै मान्छेको भिडभाड। ओ माई गॉड, हिजो अस्तिसम्म त यस्तो थिएन होइन। यतातिर हेर्न सक्नुहुन्छ गाइस, सबै अब घरतिर जान लागिसक्यो। यो चाहिँ बाहिर रोडको भ्यू होइन। रोडतिर मान्छे कति जाम छन् गाइस, हेर्न सक्नुहुन्छ पुरै मान्छे जाम छन्। ओ माई गॉड, यता केटीहरूले त चक्का जाम गरिदिन्थ्यो क्या दुइटै। कति जाम छन् बाहिर रोडमा, भित्र कम छन् मान्छे, बाहिर चाहिँ कति धेरै मान्छे छन् कि। ओ माई गॉड, हेर्न सक्नुहुन्छ कति धेरै मान्छे छन्। भ्लग चाहिँ अब कस्तो लाग्यो गाइस, सबैले प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला होइन। प्लिज सबैले सब्सक्राइब गरिदिनु होला। म अब फाइनल्ली बाहिरतिर आइसकेको छु होइन। अब कोठातिर जान लागिसकेको छु। देख्न सक्नुहुन्छ अब यहाँ पुलिसहरू पनि छन्, देख्न सक्नुहुन्छ। ओ माई गॉड, अब मान्छे कम भएको ठाउँ आइसके फाइनल्ली। अब म मेरो कोठातिर जाँदैछु। जस्ट मैले इन्जोय गरेँ, तपाईँहरूले पनि पुरा फुल रेडी गरेर साथ दिनु होला गाइस। जस्ट खुसी लागिरहेछ होइन। जस्ट खुसी लागिरहेछ। अब म त बाहिरको भ्यू आइसकेँ, पुरै नाइट भ्यू होइन। आज त मलाई खाना खाने पनि लाग्दैन। आज होटलमा गएर खाना खान्छु म। बस के भयो मनमा आज होइन। म त्यहाँ चढ्न चाहिँ मन थियो होइन। मैले पहिला एकचोटि चढेको थिएँ, एकचोटि मात्रै चढेको थिएँ। अब हिजो देखेँ आज चढ्नुपर्छ भन्ने लागेको थियो होइन। अब कोही पनि साथीहरू पनि थिएनन्। एक्लै भए पनि अब चाहिँ एक्लै भए पनि जानुपर्छ आज, जसरी पनि चढ्नुपर्छ भन्ने भयो होइन। त्यही भएर आज आएको होइन। जस्ट इन्जोय लिन पाइयो गाइस, इन्जोय लिन पाइयो। के हो क्या, आज पुरै सबै मतिर हेरेर हाँसिरहने, मजा उडाइरहने। यो कहाँको को बौला आयो सोचे होला नि होइन। म बौला होइन म, तर चाहिँ गाइस तपाईँले पनि बौला कति बौला होला नसोच्नु होला होइन। म चाहिँ बौला होइन।
फाइनल्ली म चाहिँ यहाँ आइसकेको छु गाइज। यो मेरो कोठा जाने उयो होइन, पुल ब्रिज हो होइन, यो ब्रिजमा आइसकेको छु, देख्न सक्नुहुन्छ गाइज। अब फाइनल्ली म कोठातिर जाँदैछु। किनभने म चाहिँ खासमा यता के ठिक लाग्यो भन्दाखेरिमा म अब के ठिक लाग्यो भन्दाखेरिमा यहाँ चाहिँ टिकट चाहिँ काट्नु पर्दैन रहेछ होइन, भित्र जान इन्ट्री गर्ने टिकट काट्नु पर्दैन रहेछ। जस खुसी लाग्यो। ल गाइज अब म कोठा पनि फाइनल्ली कोठा पनि आइसकेको छु। सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला गाइज। देख्न सक्नुहुन्छ यहाँ म आइसकेको छु। यहाँ यता पानी छ, यता जाने म चाहिँ जाने यता हो, मेरो कोठा चाहिँ यता नजिकै छ। अब ल सबैजनालाई धन्यवाद गाइज। अब कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र फुल्ली इन्जोय गर्नु होला। मलाई चाहिँ जस आज ठिकै रमाइलो लागिरह, सबै हेरेर हाँसिरहन्, त्यही अचम्म लागिरह किन हो यो पारा। ल गाइज अब बाई, अब नेक्स्ट भिडियोमा भेट्नेछौँ अब गजब तरिकाले।